नमस्ते जय नेपाल। आज हामी कुनै पार्टी वा व्यक्ति विशेषको पक्ष विपक्षमा होइन, देशको भविष्यको बारेमा कुरा गर्छौँ। विगतका पुराना राजनीतिक दलहरूले लामो समय देशको नेतृत्व गरे या गरेनन्। भ्रष्ट सरकार, कसैको योगदान छ या छैन, यिनीहरूको सङ्घर्षलाई पनि नकार्न सकिँदैन। तर आज धेरै नेपालीको मनमा एउटै प्रश्न उठिरहेको छ कि अब पनि पुरानै नेतृत्व दोहोऱ्याउने हो कि नयाँ सोच र ऊर्जा भएका युवाहरूलाई मौका दिने। नेपालको राजनीतिक भविष्य कता जाँदैछ? आज देशमा परिवर्तनको चाहना तीव्र छ। युवाहरू रोजगारी, सुशासन, विकास र आत्मनिर्भर नेपाल चाहन्छन्। कुरा गरौँ जो देशका लागि केही गर्छु भने राजनीतिक यात्रामा रहेका केही चर्चित नामहरू। सबैभन्दा पहिला कुरा गरौँ अर्क साम्पाङको। धरानका मेयरका रूपमा उनले बिना ठुलो राष्ट्रिय बजेट श्रमबाट खानेपानी समस्याको समाधान गर्न सफल रहे। सरसफाई, भ्रष्टाचार विरुद्ध आवाज, उद्योगको पहल, यी कामहरूले उनलाई जनताको प्रिय बनायो। एमसीसी जस्ता विषयमा राष्ट्रिय स्वाभिमानको कुरा गर्दै जनचेतना जगाउन सक्रिय रहे। युवाहरूका लागि माटो बोल्छ भन्ने सन्देश पनि दिन सफल रहे। अब कुरा गरौँ बालेन्द्र शाह अर्थात् बालेन शाह। एक प्रसिद्ध र्यापरबाट काठमाडौँ महानगरपालिकाका मेयर बनेका उनी अवैध संरचनामाथि कडा कदम चाले। सहर व्यवस्थापनमा नयाँ शैली अपनाउँदै बोलीभन्दा कामलाई प्राथमिकता दिए। सामाजिक सञ्जाल मार्फत युवाहरूलाई जागरण गराउने प्रयासले उनलाई फरक पहिचान दिएको छ। तेस्रो नाम हो रवि लामिछाने। अमेरिकाको ग्रिन कार्ड त्यागेर नेपाल फर्की राजनीतिकमा लागेका उनी सिधा प्रश्न, भ्रष्टाचार विरुद्ध कडा आवाज र नयाँ राजनीतिक संस्कृतिको कुरा गर्दै आज धेरै युवाको आशा बनेका छन्। यी तिनै पात्रहरू फरक शैलीका भए पनि साझा कुरा एउटै छ, देशप्रतिको माया, प्रतिबद्धता र परिवर्तनको चाहना। तर अन्तिम निर्णय सधैँ जनताको हातमा हुन्छ। नेपाल र नेपालीको चाहना भनेको स्पष्ट छ। विदेशी हस्तक्षेप बिना आत्मनिर्भर नेपाल, भ्रष्टाचार मुक्त नेपाल। सुशासन र कडा कानुन कार्यान्वयन, स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी, शान्ति, समृद्धि र स्थिर नेतृत्व। अब मात्र केही दिन बाँकी छ भोट हाल्नको लागि। मलाई त अचम्म लाग्छ तपाईँ हामी कति नेपालीहरू कति छिटो घटना बिर्सन्छौँ। भदौ 23 गतेको जेन्जी घटना बिर्सिसकेको जस्तो लाग्छ। त्यसैले त अहिले पनि त्यही पुराना पार्टीको झन्डा उचाल्दै हिँडिरहेका छन्। यो भिडियो हेर्नुहोस्। पत्र पत्रिका भरी ओरी श्रद्धाञ्जली ठडिन्छ तेरो शालिक टिक शहीद नाबालिक। पत्रिका भरी ओरी श्रद्धाञ्जली ठडिन्छ तेरो शालिक। नयाँ जो आउनुहुन्छ सरकारमा या जो नयाँ नीति बन्छ उहाँहरूसँग मेरो अपिल चाहिँ यही छ कि जसले हाम्रो बच्चालाई खोइले हानेर मारे, जसरी मारे तिनीहरूलाई सजाय हुने भन्छ। पुरानै पार्टी भनेर हिँडिरहेका केही नेपालीहरूलाई मेरो एउटा प्रश्न, तपाईँहरूको हात अलिकति पनि कापेको छैन होला होइन? अलिदिन आफ्नो सोसल प्रोफाइलमा फोटो राखेर श्रद्धाञ्जली दिएर आफ्नो कर्तव्य सिद्धियो भन्ने ठान्नु भएको छ होला। तर यो 21 गते सबै नेपालीको कर्तव्य निर्वाह गर्ने दिन आएको छ। जुन पुराना पार्टीहरू मिलेर 2/3 सरकारको घमण्डमा जुन नरसंहार भएको त्यसको जवाफ दिनु छ। तपाईँले अलिदिन फेसबुक प्रोफाइलमा फोटो राखेर हटाउनु भएको होला, तर मैले हटाउन सकिनँ किनभने ती कलिला युवाहरूको वेदना र गोली लाग्दको पीडा अझै मेरो मनमा ताजा छ। भन्छन् नि, जबसम्म पीडा आफूलाई हुँदैन अरूको दुःख पीडाको महसुस हुँदैन। कसैका लागि विद्यार्थी या युवा शहीद भयो होलान्, तर जसलाई पर्यो उसको त संसारै गुम्यो, वंश नै नाश भयो। अब प्रश्न तपाईँलाई, नेपालको नेतृत्व पुरानै अनुभवले गर्ने हो कि नयाँ जोस र साहसले? हाम्रो देश हो, भविष्य पनि हाम्रो हो। यो पटक भोट हाल्दा अवश्य पनि विगतमा मारिएका 17,000 नेपाली अनि नयाँ जेनजीले गरेको जुन त्याग याद गर्नुहोला। देश र भविष्य तपाईँको हातमा छ। धन्यवाद। जय नेपाल।